हेलो एभ्रिवान, वेलकम टु माई एक्सर्साइज मिनी ब्लगमा। आज चाहिँ हामी जाँदैछौँ 5 थर दिदीको घर पाहुना। सो हामी चाहिँ सामानहरू सबै अटोमा लगाइसक्यो अनि हामी चाहिँ दमकसम्म अटोमा जानुपर्छ नि त, पाहाडको गाडी आउँदैन यता। सो हामी चाहिँ अटोमा चढेर लाग्यो दमकतर्फ। सो आज चाहिँ बिहान चिसो थियो क्या, अनि अलरेडी हामी चाहिँ पाहाडको गाडी भेटेर सामानहरू लगाएर लाग्यो 5 थरतिर। अनि पानी एकदम परिरहेको थियो कि, एकदम ठुलो पानी परिरहेको थियो। अनि कस्तो डर पनि लागिरहेको थियो, बाटो कस्तो छ भन्ने। फेरि अहिले जताततै बाटो खनेको छ नि त, त्यही भएर बाटो राम्रो छैन। अनि खाजा खाने ठाउँमा रोकिदिनु भएको थियो। सो हामी चाहिँ अलरेडी खाजा खाने भनेर अब गाडी रोक्नु भएको थियो नि त, पानी परिरहेको थियो। अनि हामी चाहिँ निस्केको थिएन क्या। अनि अलिक पानी रोकिएपछि सबैजना निस्केर होटलमा लाग्यो खाजा खानको लागि। हामी चाहिँ तातो थुक्पा खानेर अर्डर गरेर बसिरहेको थियो। अनि मैले चाहिँ भिडियो बनाइरहेको थिएँ कि बोल्दै, पानी पर्यो हामी हिँड्दाखेरि भनेर मैले चाहिँ भनिरहेको थिएँ। अनि फाइनली खाजा खाइसकेपछि चाहिँ हामी निस्क्यौँ। अनि अलरेडी हामी चाहिँ कन्याम पुगिसकेको थियो। अनि मलाई चाहिँ भ्यूको एकदम भिडियो बनाउनु मन लाग्यो कि, एकदम राम्रो थियो नि त, हुस्सु लागिरहेको थियो। अनि सो मैले चाहिँ भिडियो बनाएँ भ्यूको। कन्याम एकदम राम्रो छ नि त। सो कन्याम क्रस गरिसकेपछि चाहिँ खाना खाने ठाउँमा रोकिदिनु भएको थियो। अनि हामी चाहिँ खाना खायो। खाना खाइसकेपछि एकदम बाहिर निस्केर हेर्दा भ्यू राम्रो थियो, 1-2वटा फोटो खिच्यो। अनि त्यसपछि लाग्यो फेरि 5 थरतर्फै लाग्यो। अनि भ्यू चाहिँ एकदम राम्रो थियो कि। अनि मैले चाहिँ नाइट भइसकेपछि चाहिँ भिडियोहरू बनाउन थाल्यो। अनि फाइनली हामी चाहिँ घर आइसक्यो। बिचमा मैले कति धेरै भिडियो बनाइनँ नि त। सो हामी चाहिँ घर आइपुगिसक्यो। अनि सामानहरू झार्दै हुनुहुन्थ्यो मोरङदेखि है। 5 थर सामान ल्याउने कसरी धेरै हुन्छ नि त। म चाहिँ दिदीको घरमा एकदम फुलहरू देखेर मक्क पर्दै भिडियो बनाइरहेको थिएँ। अनि नानीहरूसँग भेट भयो। नानीलाई चाहिँ चुरा मनपर्छ नि त। सो मैले ल्याइदिएको चुराहरू चाहिँ लगाइदिँदैछु। यिनीहरू चाहिँ कति धेरै खुसी छन् कि। अनि त्यसपछि चाहिँ मैले यहाँ चाहिँ बाजे र नातिको गफ चलिरहेको छ। अनि त्यसपछि चाहिँ मैले लिएको सामानहरू अनबक्सिङ गर्दैछन् दिदीले। नानीहरूको लागि मैले सामान ल्याइदिएको थिएँ नि त, चक्लेटहरू, ज्यामिति बक्सहरू, अनि खानेकुराहरू, जामाहरू ल्याइदिएको थियो। अनि सो त्यही लुगाहरू चाहिँ अनबक्सिङ गरिदिँदै हुनुहुन्छ। नानीहरू चाहिँ कति धेरै खुसी छन् कि है। अब जस्तै भए पनि अब आन्टी आउनुभयो भनेपछि एकदम हर्षले के। अनि पालो सामानहरू नानीहरू चाहिँ एकदम खुसी भइरहेको थियो नि त। सो मेरो चाहिँ मोरङदेखि 5 थरसम्मको यात्रा चाहिँ एकदम रमाइलो बित्यो है। अनि हामी खाना खाएर सुत्यो।